हेलो गाइस। अनि आज बिहानै काम सक्यो अनि आज काम सकेर घरमा एकछिन बस्यो होइन, टिभी गरेर बस्यो। अब एकछिन बाहिर घुम्न आएको छ है। यतिकै हाम्रो यहाँ बस्ने ठाउँको यस्तो सिनहरू अलिकति देखाउँ भनेको है। हाम्रो यहाँको ठाउँको नाम चाहिँ के भन्छ, उत्तरे ए गेम भन्छ होइन, स्विजरल्यान्डको। अनि यहाँतिरको अनि हाम्रो यहाँको घर छेउको पानी छ कि त्यहाँको अलिकति ब्लगहरू बनाऊ भनेको यस्तो गरेर है, तपाईँहरू कस्तो लाग्छ। अनि त्यो अब झन्डै छु त माथिर पानीमा हो, अनि पानीतिर कस्तो कस्तो म देखाउँछु है, सुन्दैछु गाइस। मैले अघि के भन्छ घरमा है यतिकै बेलुका खाना चाहिँ बाहिर खाउँ भनेर सोचेँ होइन। के एउटा अनि मैले खाना पनि बनाएर लाग्यो है। अनि एकछिनपछि खाना खानुपर्छ उतातिर गएर अर्को ठाउँमा जाने। अहिले चाहिँ एकछिन रिल्याक्स गरेर बसिरहेको छु कि अर्को ठाउँमा गएर एकछिन खानासाना खाने, किनकि अब घरमा है एक्लै छु। अनि मेरो बुढी र छोरा पनि त के भन्छ होलिडेमा छ है, उता इन्डियामा है। एक्लै घरमा बस्दा पुरा बोरिङ हुँदैछ कि त्यही भएर अब के गरौँ दिनभरि टिपेर बस्दा नहुने हो। त्यस्तो अलिकति फ्रेस माइन्डको लागि चाहिँ हामी बाहिर आएको है। आज अलिकति वेदर राम्रो छ। हिजो त एकदम गर्मी थियो। आज हिजो राति पानी पऱ्यो, पानी पनि पऱ्यो, राति पनि पानी पऱ्यो, अहिले पनि अलिकति पानी पर्यो है। अब अहिले चाहिँ अलिकति चिसो शीतल रहेछ, नभए त गर्मी पुरा हुन्थ्यो हो। यहाँ चाहिँ के भन्छ पानीको बल खेल्ने पनि भनेको छ है। यहाँ हो जाँदैछु। अब उतातिर गएर खाना खान्छु, अनि घरमा गएर फेरि सुत्नुपर्छ। फेरि बिहानै काम छ हो, 8 बजे 9 बजेर सुत्नुपर्छ हो। बिहान 4 बजे उठ्नुपर्छ है। त्यही भएर अब यो भन्छ यो ठाउँ चाहिँ यो के भन्छ हाम्रो यो घर छेउको पानी छ है। अनि यहाँ चाहिँ यही छेउमा पानी छ। पहिला यहाँ हामी गएको, मेरो वाइफ मेरो छोरा हामी सबै 3जना हामी यहाँ आएर खानासाना खाएको थियो कि। अनि यहाँदेखि त्यसको अलिक याद पनि आयो कि, त्यही भएर हामी खाना यहाँ म खानासाना खाने। अनि खानासाना खाएर
अब खानासाना खाइसकेको अब हात धुनु पऱ्यो एकछिन पानीमा है पानी हात पनि धुनु पऱ्यो खुट्टा पनि धुनु पऱ्यो यस पानीमा हात खुट्टा पनि यहाँ चाहिँ पनि गरेछ लु गाइसहरू अब चाहिँ खाना पनि खाइसक्यो अब घरमा जान्छु अब घरमा गएर अब एकछिनपछि सुत्छु है अब अर्को ब्लगमा हेर्छु अर्को ब्लगमा अब सी यु नेक्स्ट ब्लग गाइस कस्तो लाग्यो है हेलो गाइस यो चाहिँ नेक्स्ट डेको भिडियो है बिहानै 4 बजी उठेर काम सुरु भएको थियो अब आज यता सामान पऱ्यो अब यो लास्ट ट्रिप होइन मेरो घर चाहिँ गाडी यहाँ राख्यो हो अनि यतिकै सामान पुऱ्याएर अब आएको गाडी यहाँ छ म यहाँ छु अब फेरि जानुपर्छ माथितिर अब यो चाहिँ मेरो काम गर्ने गाडी हो कामको गाडी कामको गाडीमा फेरि माथि के भन्छ त्यो प्लमहरू लिनु हुन्छ प्लम एकछिनपछि माथि अब एकछिनपछि माथि के भन्छ प्लाम लिने ठाउँमा गएर म देखाउँछु गाइस है के भन्छ प्लम यहाँ लियो पुरा पलेछ यस्तो ठाउँ पर्छ है म यहाँतिर पुरा के भन्छ केहरू फल्छ एप्पलहरू दामी छ है सिन यस्तो छ पुरा गाउँ है त्यो छ नर्मल टाइममा चाहिँ म तल अर्को बाटोबाट हिँड्छु